तपाईँले के भन्नुभयो भने त मलाई त बोलाएन मैले त थाहा पाइनँ मलाई त दिदीले आइज भन्नुभयो कान्छी पनि आछ आइज भन्नुभयो त्यो बुद्धि हुनु पर्यो होला फेरि त्यहाँ भन्नुभयो त्यहाँ भनेपछि गए त मैले त्यहाँ पछि पो दिएको थिएँ भिडियो एउटा होइन भने असल जाएर भनिहाल्ला नि त्यस भएपछि अनि यसलाई त जे गरे नि हुन्छ पहिला हामीले आफै जे गरे नि हुन्छ भात गाडे हुन्छ पछि गाडे हुन्छ खाना बोलाने हो त्यहाँ खाना आइजान्छ भन्ने रहेछन् त्यसलाई त यस्तो भात खानेमा चाहिँ चाबी ल्याएर चाहिँ भन्दैनन् किन त्यस्तो यहाँ कुरा गर्नुहुन्छ भने कति कुरा त होला मलाई गराएन नि त्यही गराएँ मैले भन्दा पनि त्यही भने सँगै भन्छन् फेरि तिनी 15 वर्षमा अगाडि भए पनि त्यस्तै दिनु पर्ने तिनी पनि काम छैन क्या भने मैले भने अनि कान्छी फेरि मलाई त ऊ भन्थ्यो अनि मैले आइसमा मैले भन्न त कान्छीले भने होइन त्यस्तो कुरा भनिन्थ्यो भन्न त मैले फेरि ऊ भने कान्छीले त अनि आइसमा आमालाई पनि मैले फुलेटलाई अहिले 3-4 महिना भयो 3 महिना भएन उ गर्ने हो उस्तै काइनलाई पनि बोलाल्ने माइलाई पनि बोलाल्ने तार पनि भइजाने तर म त केही बुद्धि छैन 2 महिना एउटा दिन गरेको नि पछि भात खाने बेला म कान्छी यस्तै भने क्या पछि भात खाने बेला तिनीहरूले थाहा छन् अनि यस्तो गरे त्यसो गर्छन् त हेर्छन् र दुनियाँले भनिनँ मैले भने त्यहाँ अहिले अस्ति फोन गर्नु त्यहाँ त्यो भन्ने बेला कान्छीले फेरि तिनकै काठमाडौँ पठान गएन त काठमाडौँ पनि पठान गएनन् अनि अहिले पनि मैले फोन गरेँ त मलाई पर पठान गइजान्छु घर गएँ भात खाएछ भन्न भन्थ्यो म कि भात नखान पाएर तिमी घर पनि खाने भन्थ्यो त्यहाँदेखि मैले फेरि हिजो फेरि त्यो भने अनि पहिला अनि काठमाडौँ पनि जाम पनि भने म त जान्न भन्नुभयो जान